साथीहरू अहिले आएको यो अब आउने भनेको यसमा चाहिँ के छ भने अब 15 वर्ष पुरानो यहाँ लेखेको छ 15 वर्ष पुरानो गाडी पनि चलाउन नपाइने। अब मेरो भनाइ के छ भने 15 वर्ष पुरानो यदि त्यो गाडी राम्रोसँग चल्छ त्यसमा पास हुन्छ त्यसमा भनेपछि त चलाउनु पाउनु पर्ने हो। किनकि नेपालमा त बाइक त सस्तो छैन। इन्डियामा पाउने 1.5 लाख नेपालीको बाइक यहाँ आयो भने 5 लाख पर्छ। अनि नेपाली त्यति धनी छ अनि 5 लाखको बाइक किनेर रेट छैन राइड हेलिङमा राइड सेयरिङमा अनि त्यसपछि चाहिँ कसरी कमाउने होइन। 15 वर्ष मान्यो उसले चाहिँ त्यो गाडी बिग्रेको होला त्यसलाई चाहिँ 15 वर्ष किन कुर्नु पर्यो। 2 वर्ष पुरानो बाइकलाई पनि हटाइदिउँ न तर उसले जाँच पास गर्छ यदि त्यो गाडी राम्रो छ भने त्यसलाई किन नचलाउनु। 15 वर्ष कि 15 वर्ष भनेपछि हामीले चाहिँ अहिले नयाँ बाइक किनेर 5 लाखको बाइक किनेर हाम्रै मोबाइल अब 40-50 हजारको मोबाइल किनेर डाटा किनेर हामीले पेट्रोल हालेर चाहिँ अनि कम्पनीले कमाउने यो त कुरा ठिक भएन। अनि सरकारले यो बुझ्नु पर्यो 15 वर्ष पुरानो होइन कि 1 वर्ष पुरानो भए पनि त्यो राम्रो गाडी छैन भने त्यसलाई हटाइदिनुहोस् तर 20 वर्ष पुरानो पनि राम्रोसँग चलाउन सकिन्छ भने त्यसलाई चलाउनु पाउनुपर्छ है होइन। मेन्टेनेन्स गर्नु त ठुलो कुरा हो नि। यो भएकोलाई चाहिँ हटाएर नयाँ किन्न सक्नु क्षमता नभएर त मान्छेले यो पेसा गरेको हो। त्यही भएर 15 वर्ष पुरानो गाडी चलाउनु पर्छ भन्ने कुरालाई चाहिँ यो यसमा जवाब दिएको छु। यो कुरालाई नि सुनियोस् है त।